यहाँहरू सम्पूर्णलाई हाम्रो च्यानल स्टडिज क्याफेमा स्वागत गर्दछौँ। यस च्यानलबाट हामीले हजुरहरूको अध्ययन अध्यापनमा सहयोग पुग्ने विभिन्न भिडियोहरू प्रस्तुत गर्नेछौँ र हजुरहरूले सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सहयोग तथा भिडियोप्रति प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। आज हामी यस भिडियोमा कोशी प्रदेश नम्बर 1 को बारेमा जानकारी दिन गइरहेका छौँ। कोशी प्रदेश अन्तिममा नामाकरण गरिएको प्रदेश हो, जसको नामाकरण विक्रम सम्वत 2079 साल फागुन 17 गते गरिएको थियो। यस प्रदेशको राजधानी विराटनगर हो, जुन मोरङ जिल्लामा पर्दछ भने यसको घोषणा विक्रम सम्वत 2076 साल वैशाख 13 गते गरिएको थियो। यसले नेपालको कुल क्षेत्रफलको 17.605% क्षेत्रफल ओगटेको छ, जुन 25,905 वर्ग किलोमिटर रहन्छ। यस प्रदेशमा जम्मा 14 जिल्ला पर्दछन्, जसमध्ये हिमाली क्षेत्रमा पर्ने जिल्ला 3वटा, पहाडी क्षेत्रमा पर्ने जिल्ला 7वटा, तराई क्षेत्रमा पर्ने जिल्ला 3वटा र भित्री मधेसमा पर्ने जिल्ला 1वटा गरी जम्मा 14वटा जिल्ला यस प्रदेशमा पर्दछन्। यसैगरी यस प्रदेशमा नेपालको सबैभन्दा होचो भूभाग कचेना केवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा समेत यही प्रदेशमा पर्दछ। त्यसैले यसलाई सगरमाथाको प्रदेश पनि भनिन्छ। यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला क्षेत्रफलको आधारमा ताप्लेजुङ हो भने जनसङ्ख्याको आधारमा मोरङ जिल्ला पर्दछ। यसैगरी सबैभन्दा सानो जिल्ला क्षेत्रफलको आधारमा र जनसङ्ख्याको आधारमा तेह्रथुम रहेको छ। यसैगरी यस प्रदेशमा महानगर एउटा, विराटनगर महानगरपालिका, 2 उपमहानगरपालिका धरान र इटहरी, नगरपालिका 46वटा, गाउँपालिका 88वटा गरेर जम्मा 137वटा स्थानीय तहहरू रहेका छन्। कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र 28वटा र प्रदेश सभा निर्वाचन क्षेत्र 56वटा रहेका छन्, जुन चाहिँ प्रतिनिधि सभाको ठ्याक्कै डबल हुन्छ। अनि यसैगरी यस प्रदेशमा साक्षरता दर 79.7% रहेको छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। भिडियोमा लाइक तथा यस्तै अन्य विषयहरूका लागि कमेन्ट गर्नुहोला र च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनमा प्रेस गरिदिनुहोला।